सन् 1975 हिमालयको अर्को एउटा राजतन्त्र सिक्किम केवल केही दिनमै एउटा स्वतन्त्र राज्यको अस्तित्व समाप्त भयो। राजा हटाइए, जनमत सङ्ग्रह भयो अनि सिक्किम भारतको एउटा राज्य बन्यो। यो घटनाले सम्पूर्ण दक्षिण एसियालाई स्तब्ध बनायो। तर सबैभन्दा ठुलो प्रश्न उठ्यो कि अब नेपालको पालो त होइन। त्यसबेला नेपालका राजा थिए राजा वीरेन्द्र वीरविक्रम शाहदेव। धेरै नेपालीहरूले विश्वास गर्छन् कि उनले आफ्नो दूरदर्शिता, कूटनीति र सन्तुलित विदेश नीतिका कारण नेपाललाई सिक्किम जस्तै अवस्था हुनबाट जोगाए। तर के यो वास्तवमै सत्य हो कि नेपाल साँच्चीकै सिक्किम बन्ने खतरा थियो, वा यो समयसँगै बलियो बनेको एउटा लोकप्रिय धारणा मात्र हो? आज हामी भावनाभन्दा माथि उठेर इतिहास, प्रमाण र तथ्यका आधारमा यो प्रश्नको उत्तर खोज्ने प्रयास गर्नेछौँ। हेलो एभ्रिवान, दिस इज प्रताप खाम्बाङ एन्ड वेलकम ब्याक टु माई च्यानल बिलिभ मी। नेपालको इतिहासमा राजा वीरेन्द्र वीरविक्रम शाहदेवलाई धेरैले शान्त, सरल र दूरदर्शी शासकको रूपमा सम्झन्छन्। उनको जन्म 28 डिसेम्बर 1945 काठमाडौँको नारायण हिटी दरबारमा भएको थियो। उनी राजा महेन्द्र र रानी रत्नका जेठा छोरा थिए। बाल्यकालदेखि नै उनले नेपालसँगै भारत, बेलायत र जापानका शैक्षिक संस्थाहरूमा अध्ययन गरेका थिए। विदेशमा प्राप्त शिक्षाले उनलाई अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिबारे फराकिलो दृष्टिकोण दिएको मानिन्छ। सन् 1972 राजा महेन्द्रको निधनपछि उनी नेपालका राजा बने। त्यसको ट्याक्कै 3 वर्षपछि सन् 1975 उनको औपचारिक राज्याभिषेक सम्पन्न भयो। यही समय विश्व राजनीति तीव्र रूपमा परिवर्तन भइरहेको थियो। केही महिना अघि मात्र सिक्किम भारतमा विलय भइसकेको थियो भने जसले नेपालको सुरक्षा र सार्वभौमिकता बारे नयाँ बहस सुरु गराएका थिए। यही परिस्थितिमा राजा वीरेन्द्रले नेपालको स्वतन्त्रता, सन्तुलित विदेश नीति र अन्तर्राष्ट्रिय पहिचानलाई अझ बलियो बनाउने प्रयास गरे। आज पनि धेरै नेपालीहरूले उनलाई राष्ट्रिय एकता, शान्ति र नेपालको सार्वभौमिकताको प्रतीकको रूपमा सम्झन्छन्। तर उनको शासनकाल उपलब्धि र चुनौती दुवैबाट भरिएको थियो। त्यसैले उनलाई बुझ्न इतिहासको सबै पक्षलाई हेर्न आवश्यक छ। अब जानौँ, सन् 1975 सिक्किममा वास्तवमा के भयो। सिक्किम आज भारतको एउटा राज्य हो, तर धेरैलाई थाहा नहुन सक्छ कि सन् 1975 भन्दा पहिले सिक्किम एउटा राजतन्त्र थियो। यहाँ चोग्याल भन्ने चिनिने राज्यले शासन गर्थे। भारत स्वतन्त्र भएपछि पनि सिक्किम पूर्ण रूपमा भारतमा विलय भएको थिएन। सिक्किमको आफ्नै राजा थियो, तर रक्षा र विदेश नीति जस्ता केही विषयमा भारतसँग विशेष सम्बन्ध थियो। समय बित्दै जाँदा सिक्किमभित्र राजनीतिक असन्तुष्टि बढ्न थाले। धेरै राजनीतिक दलहरूले बढी लोकतन्त्र र शासन प्रणालीमा परिवर्तनका माग गरे। सन् 1975 भारतले त्यहाँ सेना तैनात गरे। त्यसपछि जनमत सङ्ग्रह भयो, जसमा राजतन्त्र समाप्त गर्ने र भारतसँग पूर्ण रूपमा विलय हुने प्रस्तावलाई ठुलो समर्थन प्राप्त भएको आधिकारिक परिणाम सार्वजनिक गरियो। त्यसपछि सिक्किम भारतको 22औं राज्य बन्यो। तर यो घटनालाई लिएर आजसम्म पनि विभिन्न इतिहासकारहरूको फरक दृष्टिकोण छ। कतिपयले त्यसलाई त्यहाँको जनताको लोकतान्त्रिक इच्छाको परिणाम मान्छन्, अरूले भारतको निर्णायक राजनीति र सैनिक भूमिकालाई मुख्य कारण ठान्छन्। यही कारणले सन् 1975 को सिक्किमको घटना आज पनि इतिहासको एउटा बहसको विषय बनेको छ। तर एउटा कुरा निश्चित थियो, यो घटनाले नेपाललाई गहिरो रूपमा सोच्न बाध्य बनायो, किनकि नेपालमा पनि हिमालयको अर्को स्वतन्त्र राज्य थियो जहाँ राजतन्त्र थियो र दुई ठुला छिमेकी भारत र चीन बीचमा अवस्थित थियो। अब प्रश्न उठ्छ, के राजा वीरेन्द्रले नेपालको लागि कुनै विशेष रणनीति अपनाए? सिक्किम भारतमा विलय भएको केही समयपछि नेपालमा एउटा गम्भीर प्रश्न उठ्न थाल्यो। नेपालले आफ्नो स्वतन्त्रता, सार्वभौमिकतालाई अझ बलियो बनाउने अब के गर्ने? त्यसै समयमा राजा वीरेन्द्रले एउटा महत्त्वपूर्ण प्रस्ताव अघि सारे। त्यो थियो नेपाललाई शान्ति क्षेत्र अर्थात् जोन अफ पिस घोषणा गरियोस्। सन् 1975 आफ्नो राज्याभिषेकको अवसरमा राजा वीरेन्द्रले यो प्रस्ताव सार्वजनिक रूपमा राखेका थिए। यसको मुख्य उद्देश्य थियो नेपाल कुनै पनि शान्ति प्रतिस्पर्धाको मैदान नबनोस्। नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको अन्तर्राष्ट्रिय सम्मान अझ मजबुत बनोस् र नेपालले सबै देशसँग मित्रता राखोस्, तर कसैको सैन्य प्रतिस्पर्धामा नफसोस्। राजा वीरेन्द्रको यो प्रस्तावलाई पछि विश्वको 100 भन्दा बढी देशहरूले समर्थन गरेको उल्लेख गरिन्छ। तर एउटा महत्त्वपूर्ण कुरा पनि थियो, नेपालको सबैभन्दा नजिकको र प्रभावशाली छिमेकी भारतले यो प्रस्तावलाई समर्थन गरेन। भारतको धारणा थियो कि नेपाल र भारत बीचको सम्बन्ध पहिले नै सन् 1950 को शान्ति तथा मैत्री सन्धि र अन्य द्विपक्षीय व्यवस्थाले परिभाषित गरिरहेको छ। त्यसैले जोन अफ पिस अन्तर्राष्ट्रिय रूपमा लागू हुन सकेन। तर त्यसको अर्थ यो होइन कि यो प्रस्तावको कुनै महत्त्व थिएन। धेरै विश्लेषकहरूका अनुसार यसले संसारलाई एउटा स्पष्ट सन्देश दियो, नेपाल आफ्नो स्वतन्त्र अस्तित्व र सन्तुलित विदेश नीतिप्रति गम्भीर छ। राजा वीरेन्द्रले अर्को महत्त्वपूर्ण नीति पनि अपनाए, त्यो थियो भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध कायम राख्ने।
नेपालका लागि भारत आर्थिक, सांस्कृतिक र भौगोलिक रूपमा अत्यन्त महत्त्वपूर्ण थियो। अर्कोतर्फ चीनसँग पनि मित्रवत सम्बन्ध राख्न नेपालको रणनीतिक हितमा थियो। राजा वीरेन्द्रले यी दुवै छिमेकीसँग सम्बन्ध बिग्रिन नदिई नेपाललाई स्वतन्त्र निर्णय गर्न सक्ने राष्ट्रको रूपमा प्रस्तुत गर्ने प्रयास गरे। त्यसका साथै नेपालले संयुक्त राष्ट्र सङ्घ, असंलग्न आन्दोलन, नन एलाइन मुभमेन्ट लगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि आफ्नो सक्रिय उपस्थिति बढायो। यसले नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई थप बलियो बनायो। तर केही सबै कदमले साँच्चै नेपाललाई अर्को सिक्किम बन्नबाट जोगाएको थियो वा नेपाल र सिक्किमको अवस्था सुरुदेखि नै फरक थियो। अब सबैभन्दा ठुलो प्रश्न, के राजा वीरेन्द्रले साँच्चै नेपाललाई सिक्किम बन्नबाट जोगाएका थिए? यो प्रश्नको उत्तर सरल छैन, तर धेरै नेपालीहरू विश्वास गर्छन् कि राजा वीरेन्द्रको दूरदर्शिता, सन्तुलित विदेश नीति र जोन पिस प्रस्तावले नेपालको स्वतन्त्रतालाई बलियो बनायो। उनले नेपाललाई भारत र चीन बीच सन्तुलित रूपमा अघि बढाउने प्रयास गरे र विश्वका धेरै देशहरूसँग मित्रवत सम्बन्ध विस्तार गरे। यसकारण धेरै मानिसहरू उनलाई नेपालको सार्वभौमिकताको रक्षकको रूपमा सम्झन्छन्। तर अर्कोतर्फ केही इतिहासकारहरू अर्को कुरा पनि औलाउँछन्। उनीहरूका अनुसार नेपाल र सिक्किमको एउटै अवस्था थिएन। सिक्किम एउटा सानो हिमाली राज्य थियो जसको भारतसँग विशेष संवैधानिक सम्बन्ध थियो। नेपाल भने शताब्दीौँदेखि स्वतन्त्र राष्ट्रको रूपमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त देश थियो। नेपाल संयुक्त राष्ट्र सङ्घको सदस्य पनि थियो र नेपालको आफ्नै सेना, आफ्नै सरकार र विश्वभर कूटनीतिक सम्बन्ध पनि थियो। अहिलेसम्म सार्वजनिक रूपमा उपलब्ध प्रमाणहरूले भारतले नेपाललाई सिक्किम जस्तै विलय गर्ने निश्चित योजना बनाएको थियो भन्ने पुष्टि गर्दैन। त्यसैले इतिहासकारहरू प्राय एउटै सन्तुलित निष्कर्षमा पुग्छन्। राजा वीरेन्द्रले नेपालको स्वतन्त्रता र सार्वभौमिकतालाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। तर यदि राजा वीरेन्द्र नभएको भए नेपाल पनि सिक्किम बन्ने थियो भन्ने दाबीले ऐतिहासिक तथ्यको रूपमा प्रमाणित गर्न पर्याप्त प्रमाण उपलब्ध छैन। सायद साँचो कुरा यही दुई विचारको बीचमा कतै छ। तर जेसुकै भए पनि राजा वीरेन्द्रले साँच्चीकै नेपालको राष्ट्रिय हितलाई प्राथमिकता दिँदै सावधानीपूर्वक कूटनीति अपनाएका थिए। त्यही कूटनीतिले नेपालको अन्तर्राष्ट्रिय पहिचान र स्वतन्त्र विदेश नीतिलाई मजबुत बनाउने योगदान पुर्याएको थियो। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने प्लिज डु नट फर्गेट टु लाइक, कमेन्ट अनि सेयर। थप यस्तै अरू पनि इन्ट्रेस्टिङ भिडियोहरू मन छ भने सब्सक्राइब माई च्यानल बिलिभ मी। Thank you for watching. See you in next video.